दर्शकवृन्द, कहिले राज्यले देशकै शक्तिशाली पत्रकार घोषणा गर्छ, कहिले शालिग्राम पुडा सैनिकको हत्या अभियोग लगाउँछ, कहिले अनागरिक बनाउँछ, कहिले दोहोरो पासपोर्ट काण्डमा मुछ्छ, फेरि कहिले गृहमन्त्री बनाउँछ त कहिले फेरि सहकारी ठगको मुद्दा चलाउँछ र छानबिन समितिले ठगी गरेको कुनै पनि प्रमाण नभेटिँदा पनि अनुसन्धान गर्ने नाममा पटक पटक पक्राउ गर्छ र हिरासतमा राखेर दुःख दिन्छ। बाहिर उनका समर्थकहरूलाई पानीको फोहरा छर्छ, अश्रु ग्यास फायर गर्छ, गिरफ्तार गर्छ यो राज्यले। सुरुवाती दिनमा अमेरिकाबाट नेपाल आएर सामान्य पत्रकारिता गरेर राजनीतिमा उदाएका रविको वाहावाहीले तर्सिएका भ्रष्टाचारीहरूले विभिन्न छानबिन समिति गठन गरेर फसाउन खोज्दा पनि कुनै प्रमाण नभेटिएपछि अहिले सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्ने, सम्पत्ति शुद्धिकरण गर्ने बहानामा कार्तिक 2 गतेदेखि हिरासतमा राखेर दुःख दिइरहेको छ। रवि लामिछानेलाई कार्तिक 2 गतेदेखि हिरासतमा राखेर आजसम्म लामो अनुसन्धान गर्दा समेत सहकारी ठगेको प्रमाण नभेटिएपछि र सम्पत्ति शुद्धिकरण गर्दा समेत रवि लामिछानेको सम्पत्ति पहिलेको तुलनामा वृद्धि भएको नदेखिएपछि फेरि कुन बहानामा फसाउने भनेर सोचिरहेको पुराना राजनीति दलहरूले जनताको आँखामा छारो हालेर रविलाई फसाउन विभिन्न बखेडाहरू सोचिरहेका छन्। दर्शकवृन्द, नेपाली जनताको प्रिय नेता मानिएका सहकारी ठगीमा कुनै पनि प्रमाण नभेटिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कुल सम्पत्ति कति रहेछ त? दर्शकवृन्द, एक समय रवि लामिछानेले अमेरिका हुँदा पैसा त टन्नै कमाएका थिए, तर पूर्व पत्नी ईसासँगको सम्बन्ध विच्छेदको कारण उनको सम्पत्ति केही घटेको थियो। अहिले पनि अवस्था त्यस्तै देखिएको छ। कुनै समय रवि लामिछानेले पूर्व पत्नी ईसासँग सम्बन्ध विच्छेद हुँदा आफूले लगाएको कपडा बाहेक सबै सम्पत्ति पूर्व पत्नी ईसाकै नाममा गरिदिएको बताउँछन्। साथसाथै एक पटक 5 करोड रुपैयाँको चेक र अर्को पटक 25 लाख रुपैयाँको चेक पनि दिएको रवि लामिछानेले बताएका छन्। दर्शकवृन्द, रवि लामिछानेले जिन्दगीमा भोग्नु परेको कठिनाइहरू र उनको सम्पत्तिको कुरा सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ। कक्षा 10 सम्मको अध्ययन गर्दासम्म रवि लामिछानेको जिन्दगी राम्रै चलेको थियो। कक्षा 10 पास भइसकेपछि रवि लामिछानेको जिन्दगीमा उतार चढाव सुरु भएको थियो। रवि लामिछानेको घर परिवारको इच्छा उनलाई डाक्टर अथवा इन्जिनियर बनाउने थियो, तर त्यो इच्छा रवि लामिछानेलाई पटक्कै थिएन। उनी बोल्न र कसै सामु प्रस्तुत हुन सानैदेखि अब्बल भएका कारण उनले कक्षा 10 पास भएपछि रतन राज्य क्याम्पसमा पत्रकारिताको विषयमा अध्ययन सुरु गरे, तर त्यो कुरा उनका परिवारले कहिल्यै मन पराएनन्। तर परिवारसँग उनको त्यति नराम्रो पनि थिएन। जब रवि लामिछानेले आफूसँगै पढ्ने ईसासँग बिहे गरे, त्यसपछि रवि लामिछानेको परिवारसँग ठुलै दरार आयो। दरार आउनुको मुख्य कारण एउटै थियो, रवि लामिछानेले ईसासँग अन्तर्जातीय विवाह गरेका थिए। ईसासँगको अन्तर्जातीय विवाहको कारण उनको परिवारसँगको सम्बन्ध बिग्रियो। त्यही कारणले रवि लामिछानेले पहिलोचोटि घर छोडेर घरबाट निस्किएका थिए। उनी घरबाट निस्किएपछि बानेश्वरको एउटा घरमा सानो कोठाको 800 रुपैयाँ बाल तिरेर बस्न थाले। त्यसपछिबाटै रवि लामिछानेका सङ्घर्षका दिन सुरु भएका थिए। उनले जिउनको लागि काठमाडौँमा धेरै सङ्घर्ष गरे, अन्ततः सफल पनि भए। तर रवि लामिछानेसँग पैसा त्यति धेरै भने थिएन। उनलाई त्यो बेला पैसा कमाउने र धनी बनेर देखाउने इच्छा धेरै थियो। उनी ईसासँग विवाह गरेर घरबाट निस्कनु परेपछि आफ्नै घर गाडी होस् भन्ने चाहन्थे। त्यही चाहना पूरा गर्नको लागि उनको यात्रा अमेरिकातर्फ बढ्यो। विक्रम सम्वत 2059 सालमा रवि लामिछाने पैसा कमाउने र धनी बन्ने इच्छाले अमेरिका हुर्किए। सुरुका दिनहरूमा रवि लामिछानेले अमेरिकामा निकै सङ्घर्ष गर्नु पर्यो। अमेरिका गएका केही वर्षपछि उनले अमेरिकामै आफ्नै रेस्टुरेन्ट खोले। त्यसपछि आफ्ना छोरी र श्रीमतीलाई पनि अमेरिका नै लिएर गए। अमेरिकामा केही वर्षको सङ्घर्ष र मेहनतपछि उनले यति धेरै पैसा कमाउन थालिसकेका थिए। मनग्गे आम्दानी गर्न थालेपछि उनले अमेरिकामा
4 लाख अमेरिकी डलरमा आफ्नै घर किने। दर्शकवृन्द, 4 लाख अमेरिकी डलर अहिलेको मूल्यमा नेपालीमा कन्भर्ट गर्दा झन्डै 5 करोड 28 लाख बराबर हुन जान्छ। उनको सपना टन्नै पैसा कमाउने, आफ्नै घर किनेर बस्ने, महँगा गाडी चढ्ने र आफ्नै व्यवसाय सञ्चालन गर्ने थियो। उनको त्यो सपना केही वर्षभित्रै साकार भयो। तर निकै सङ्घर्ष र कठिनाइ भोगेर केही वर्षभित्रै साकार भएको त्यो उनको सपनाले उनलाई खुसी दिएन। पैसा कमाएर खुसी नमिल्ने थाहा पाएपछि उनले अब जे गर्नुपर्छ आफ्नै देशको माटोमा गर्नुपर्छ भनेर उनी नेपाल फर्किए। उनी अमेरिका बसेको दशकौं भइसकेको थियो। नेपालमा उनलाई कमैले चिन्थे। उनले आफ्नो देश र आफूलाई चिनाउनको लागि 62 घण्टा लगातार टेलिभिजन सोमा अन्तर्वार्ता लिएर विश्व कीर्तिमान राखे। अन्ततः त्यो ओल्ड रेकर्डले गर्दा उनलाई धेरै सहयोग पुग्यो र रवि लामिछानेलाई धेरैले चिन्न थाले। त्यसपछि नेपाल आएर उनले सिधा कुरा प्रधानमन्त्रीसँगको कार्यक्रम चलाउन सुरु गरे। उनले चलाएका सिधा कुरा प्रधानमन्त्रीसँगको कार्यक्रमले सोचे भन्दा पनि धेरै सफलता हासिल गर्यो। तर केही समयको अन्तरालपछि उक्त कार्यक्रम विवादित बन्यो र त्यो कार्यक्रम उनले छोड्न पर्यो। त्यो कार्यक्रम छोडेर फेरि उनले सिधा कुरा जनतासँगको कार्यक्रम सुरु गरे। उक्त कार्यक्रमले झन् पहिलेको भन्दा कयौं गुणा बढी सफलता हासिल गर्यो। उक्त कार्यक्रमले उनले सबैको वाहवाही पाए। बाहिरको वाहवाही सबैले देख्थे, तर घरभित्रको उनको एक्लोपन देख्ने कोही थिएनन्। त्यही कारणले उनी डिप्रेसनको शिकार भइसकेका थिए। उनी त्यो समयमा डिप्रेसनको शिकार हुनुको मुख्य कारण उनको श्रीमतीसँगको सम्बन्ध राम्रो थिएन। विश्व कीर्तिमान राखेर सारा दुनियाँको नजरमा राम्रो मान्छे बनेका रवि लामिछाने उनको श्रीमतीको नजरमा कहिल्यै राम्रो मान्छे बन्न सकेनन्। उनीहरूको कुनै पनि कुरा मिल्दैन थियो। उनीहरूको महिनौसम्म पनि एकअर्कासँग बोलचाल हुँदैन थियो। तर उनको छोरीहरूसँगको सम्बन्ध राम्रो भएकोले उनले नेपालबाट बेला बेलामा अमेरिकामा पैसा पठाइदिइरहन्थे। समस्याले गुज्रिरहेको बेलामा नेपालमा नयाँ कानुन बनिदियो, जुन कानुनले पहिलो पटक नेपालमा पुरुषलाई पनि सम्बन्ध विच्छेद गर्न सक्ने अधिकार सुम्पिएको थियो। त्यस लगत्तै कानुनी रूपले नै उनीहरूले सम्बन्ध विच्छेद गरेर अलग अलग भएका थिए। दर्शकवृन्द, रवि लामिछानेले सन् 2018 को डिसेम्बरमा सम्बन्ध विच्छेद गर्दा रवि लामिछानेले आफ्नो नाममा भएको सबै सम्पत्ति पूर्व पत्नी इसाकै नाममा गरिदिएका थिए। उनले त्यति बेला लाजिमपाटमा भएको अहिलेको तुलनामा झन्डै मासिक 2 लाख भन्दा धेरै भाडा आउने भव्य अपार्टमेन्ट, अमेरिकामा रहेको अमेरिकी 4 लाख डलरमा किनेका घर र सुविधा सम्पन्न गाडी पनि इसाकै नाममा गरिदिएका थिए र उनले छोरीहरूको बिहेको लागि पनि आफूले नै आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए। दर्शकवृन्द, त्यति मात्रै पनि नभएर उनले पूर्व पत्नी इसालाई एक पटक 5 करोडको चेक र अर्को पटक 25 लाखको चेक दिएर रवि लामिछानेले आफ्नो नाममा भयभरको सम्पत्ति र नगद पूर्व पत्नी इसाको नाममा गरिदिएका थिए। दर्शकवृन्द, आफूसँग भयभरको सबै सम्पत्ति पूर्व पत्नी इसाको नाममा गरिदिएर नाङ्गै भएका रवि लामिछानेसँग हाल सम्पत्तिको नाममा ग्यालेक्सी 4K टिभीको केही प्रतिशत सेयर र पुर्ख्यौली थलोमा थोरै जग्गा र एउटा गाडी मात्रै बाँकी रहेको छ। दर्शकवृन्द, रवि लामिछानेसँग आफ्नो नाममा मनग्गे सम्पत्ति नभए पनि उनले भोगेका भोगाई सङ्घर्ष र कठिनाइसँग लडेर यहाँसम्म आइपुग्दा उनको साथमा अहिले आम नेपाली जनता छन्। उनी आम नेपाली जनताको ढुकढुकी बनेका छन् र उनले आम नेपाली जनताको पक्षमा काम गरिरहेका छन्। पत्रकारिता गर्दा अरू पत्रकार भन्दा बेग्लै पत्रकारको पहिचान बनाउन सफल भएका उनले राजनीतिमा प्रवेश गरेपछि पनि उनले अरू राजनैतिक नेताका भन्दा बेग्लै राजनैतिक नेताका छवि बनाउन सफल भएका छन्। दर्शकवृन्द, उसो त रवि लामिछानेले धन सम्पत्ति चाहिने भए आफू अमेरिका छोडेर नेपाल नफर्कने र आफूलाई सम्पत्ति नचाहिएकोले नेपाल र नेपालीको हितको लागि काम गरेको र आम जनताले गरेका विश्वास, साथ र माया नै आफ्नो लागि अपार सम्पत्ति भएको बताउने गरेका छन्। दर्शकवृन्द, यस अघिका नेपाली राजनीतिकलाई फर्केर हेर्ने हो भने एक फेर ठाउँमा पुग्ने बित्तिकै पुस्तौं पुस्तालाई पुग्ने गरी टन्न पैसा कमाउनेको भिडमा उनी गृहमन्त्री हुँदा समेत पनि कहीँ कतै एक पैसा पनि तलमाथि भएको नभेटिँदा समेत आफ्नै देशको लागि केही गर्छु भनेर
अमेरिकाको विलासी जीवन त्यागेर कम्मर कसेर लागि परेका उनलाई लखट्नुसम्म लखेटेर अनागरिक बनाउने र आरामको शैय्यामा निदाउने माफिया भ्रष्टाचारीहरूले बारम्बार विवादमा तानिरहन्छन्। उनी गृहमन्त्री हुँदा भ्रष्टाचारीको बाजा बजाउने भए भनेर अतालिएका माफिया भ्रष्टाचारीहरूले उनलाई कहिले अनागरिक बनाए त कहिले उनको सम्पूर्ण पद खारेज गरिदिए। अहिले सहकारी ठगीको अभियोग लगाएर थुनामा छन् र पनि रवि लामिछाने आम नेपालीको आशाको ढोकढोकी बनिरहेका छन्। दर्शकवृन्द, देशमा भ्रष्टाचारले जालो बुन्यो, गरिब निमुखाको चुलो बलेन भनेर भ्रष्टाचारको अन्त्य गर्ने र गरिबी न्यूनीकरण गर्ने ऐक्यबद्धता जनाउँदै खुट्टामा हात्तीछाप चप्पल पड्काउने किसानीको छोराहरू जनतासँग भोट मागेर सत्तामा पुगेर स्विच बैङ्कमा पैसा जम्मा गर्ने सामन्ती भ्रष्टाचारीहरूले रवि लामिछानेलाई यस्तो अभियोग किन लगाइरहेका होलान्? कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सनुहोला। अनि विशुद्ध समाजको गतिविधिहरूलाई सञ्चारको माध्यमबाट दुनियाँको कानसम्म पुर्याउने हाम्रो च्यानललाई लाइक, सब्स्क्राइब अनि सेयर गर्न नबिर्सनुहोला। आशाले मात्र हेरेर हुँदैन। सार्वजनिक सुनवाई नै यस्तै समस्या समाधान गर्नको लागि राखिएको भन्ने कुरा यहाँले बुझ्नु होला। र यहाँ उठेका कुराहरूलाई मेरो त एउटा भनाइ छ है, उठेका विषयहरूलाई कालले छोड्दा हामी छोड्दैनौँ भन्छौँ नि, हामी छोड्दैनौँ। ढुक्क हुनु होला, निरन्तरता हुनुहोस्। कहाँ यतिकै हामी खाली गरिदिन्छौँ त? तपाईँहरू आन्दोलनमा आउने बेलाको आन्दोलनमा म पनि आइपुग्छु नि। किन जनता कि त यसको भरपर्दो कारण दिनु पर्यो। विद्यालयमा अहिले विद्यार्थी सङ्ख्या एकदमै कमजोर भएको छ। के हामीले संस्थागत विद्यालयलाई सधैँ राम्रो बनाउँदै लाने, अब्बल बनाउँदै लाने र त्यसै गरेर सामुदायिक विद्यालयलाई एउटा काम न बेकामको रद्दीको टोकरीमा फालिदिने हो भने त्यो शिक्षा हामीलाई के काम भन्नुहोस् त? क्षेत्राधिकारको कुरा आउँछ, त्यस कारणले मैले अहिले महानगरसँग कुराकानी गरेको थिएँ। यो क्षेत्राधिकारको समस्या आउने भएको हुनाले महानगरको क्षेत्राधिकारमा हामी समन्वय, सल्लाह र सुझाव दिन सक्ने ठाउँमा रहन्छौँ। त्यही भएर शिक्षामा जुन किसिमको विभेद छ त्यो विभेद अन्त्य गर्नको निमित्त सञ्चारकर्मी पनि भएको हिसाबले हिजो सिधा कुरा जनतासँग त्यो कार्यक्रम चलाउँदै गर्दाखेरि दाइले धेरै कुराहरू राम्रो गर्नुभएको हिसाबले मलाई पक्कै पनि विश्वास छ मोहन माध्यमिक विद्यालयको त्यो मुहार पक्कै फेरिनेछ। यो विषयलाई लिएर म महानगरको पनि ध्यान आकर्षण अवश्य पनि गराउनेछु। त्यो सँगसँगै एउटा सामुदायिक विद्यालयको अत्यन्त दयनीय अवस्था भएको चित्रण तपाईँले गर्नुभएको छ। यदि साँच्चै नै त्यस्तो किसिमको मैले अनुगमन गर्न पाएको छैन, म अवश्य पनि आउने दिनहरूको मेरो भ्रमणमा म त्यो विद्यालयमा जान चाहन्छु, त्यो विद्यालयमा हेर्न चाहन्छु। अन्तर्राष्ट्रिय विमानस्थलमा दाइ त्यो आमाले छोराले आमालाई अँगालो मार्दै अश्रु धारा आँसु बगाएको तपाईँले पक्कै पनि समाचार मार्फत टिभी मार्फत देख्नु भएको छ होला। आज अहिले देशका कयौँ युवाहरूको एउटै उद्देश्य भनेको पासपोर्ट र भिजा, एउटा पासपोर्ट लगाउने अनि भिजा लगाउने र आफ्नो मन लागेको देशमा जाने भन्ने रहेको छ। नआत्तिनु होला, देशबाट विदेश जाने नेपालीहरू मात्र छैनन्, विदेश बसेर त्यो सबै चिज छोडेर फर्किने म जस्ता नेपालीहरू पनि छन्। किन चिन्ता गर्नुहुन्छ र? हामी पनि छौँ। बिस्तारै यो सङ्ख्या बढ्नेछ, क्रमशः यो चिज अझ अगाडि बढ्नेछ, म विश्वास लिन चाहन्छु। र अहिले धेरै दीर्घकालीन कुराहरू भन्नुभन्दा पनि आज अहिले उठेका विषयहरूमा सवाल जवाफ गर्नुपर्ने विषय भएको हुनाले धेरै कुरा त भन्न चाहन्न। म यति भन्न चाहन्छु कि तपाईँ हाम्रो सपना त्यो सामूहिक सपना हो, त्यो सपनालाई मर्न त हामी दिँदैनौँ, दिलो ज्यान लगाएर कोसिस गर्नेछौँ। त्यही कोसिसको यात्रामा एकदमै विषयविज्ञ साथीहरू बोकेर यो यात्रामा हिँडेको छु। मलाई विश्वास छ तपाईँ हाम्रो सपना मर्ने छैन। म यही कुरा तपाईँलाई विश्वास गराउन पनि चाहन्छु। अब तपाईँले अझै राम्रो काम गर्नुभयो भने तपाईँलाई 54,000 होइन 2 नम्बर क्षेत्रमा जति जनता हुनुहुन्छ सबैले भोट हाल्नेछन्। किन भने तपाईँलाई म एउटा निवेदन गर्न चाहन्छु, आज शिक्षाको कुरामा होस्, स्वास्थ्यको कुरामा होस्, यातायातको कुरामा होस्, हरेक कुरामा प्रश्न तपाईँलाई मात्रै गरियो। के राष्ट्र तपाईँको अरू कुनै पार्टी नै छैन यो देशमा? मलाई त अलिकति अन्य लाग्यो। आज राष्ट्रमा मात्रै यो देशको ठुलो पार्टी रहेछ। एकदमै आनन्द के महसुस के पनि भयो भने म पनि एउटा युवा भएको हिसाबले कहिलेकाहीँ घरमा नजिकैको दाइ भाइ विदेश जान लाग्यो भने आमा बुवाले भन्नुहुन्छ छोरो
त मात्रै कति हरिला टक भएर हिँड्छस् गाउँमा भन्ने शब्द यही हो। कति बेरोजगार भएर हिँड्छस् त पनि अब विदेश जा। दाइ मैले पनि पासपोर्ट बनाएर राखेको 3 वर्ष भयो तर पनि म विदेश जान्न। किनभने जब तपाईँले पार्टी खोल्नुभयो त्यसपछि त्यो पासपोर्ट मैले कता कुना कतारमा राखेको छु। अब यो देशमै केही गर्न पाउने हक अधिकार सुनिश्चित पक्कै पनि रविदाइले गरिदिनुहुनेछ भन्ने म आशा बोकेर आज यहाँ सार्वजनिक सुनाइमा आएको छु। दाइ त्यही भएर म निवेदन गर्न चाहन्छु दाइले हामी सबैको कुरा सुनिदिनुहुनेछ। यहाँ त कहिले कसैले के भन्छन् ब्लू बसको टायर भएन, ब्लू बसको नट पल्टु भएन, ब्लू बस त निलो कलरको बनायो। हिम्मत भएदेखि दाइ म निवेदन गर्न चाहन्छु नेपाली काङ्ग्रेसले हरियो बस चलाओस्, नेकपा एमालेले रातो बस चलाओस्, त्यसमा नेकपा माओवादीले हत्या अपराधको बस चलाओस्। हामी सबै हिजो 33 वर्षदेखि आजसम्म सहेकै हो। लगभग म पनि 33-34 वर्षकै भएँ। भर्खर राजनीति 46 साल 45 साल अगाडि राजनीति बढ्दै थियो। त्यसले गर्दा पनि अब त परिवर्तन हुन्छ भन्दा हुँदै मेरो बुवा आमाले मेरो बुवा अहिले 60 वर्षको हुनुभएको छ। मेरो बुवा 60 वर्ष हुँदै गर्दाखेरि म अब विदेश जानु परेको छ। किनभने मेरो बुवाको आँसु पुस्नको लागि, मेरो श्रीमतीको फाटेको एउटा टालो जोड्नको लागि दाइ, 2 गाँस मुखमा हात हाल्नको लागि दाइ। त्यस कारणले गर्दा म धेरै कुरा गर्दिनँ। पक्कै पनि यी सपनाहरू धेरै छन्। यो धेरै सपनाको टाकुरोमा बसेर तपाईँले एकचोटि तलको जनतालाई हेरिदिनुहोस्, सामान्य जनतालाई भुइँ मान्छेलाई हेरिदिनुहोस्। म जस्तो भुइँ मान्छे, हामी जस्तो भुइँ मान्छेको समस्यालाई समाधान गर्नुभयो भने राजसभा 84मा 2/3 पक्कै पनि तपाईँलाई सबै जनताले दिनुहुनेछ भन्ने शुभ आशा चाहिँ म मनोज दिलाउँछु। हस्त धन्यवाद, नमस्कार। तपाईँले भन्नुभयो जसले खराब काम गरेको छ उसैलाई ठेक्कामाथि ठेक्का दिइएको छ भन्ने कुरा जुन भन्नुभयो त्यो तपाईँको गुनासोलाई वास्तवमै कसले ठेक्का लिएको, किन उसले समयमा सम्पन्न गरेन, उसका समस्याहरू के हुन्, उसलाई गलत गरेकै हो भन्ने कुरा निर्णय गरेर होइन, कहीँ ऊमाथि पनि अन्याय पो भयो कि भन्ने कुरालाई समेत मध्यनजर राखेर हामी अनुगमन गर्छौँ, अन्तर्क्रिया गर्छौँ। त्यो अन्तर्क्रियामा तपाईँहरू सबैलाई बोलाउँछु म। त्यो अन्तर्क्रियामा त्यसै गरी प्रश्नहरू पनि बोकेर आउनुहोला र त्यो अन्तर्क्रियाका लागि लगभग 1 महिना 1.5 महिनाको अबको तयारी पछाडि सम्पूर्ण सानादेखि ठुला ठेक्कापट्टाका विषयमा हामी कुराकानी गर्नेछौँ। एउटा सामान्य व्यवसाय गर्नको लागि नेपाल सरकारले दोहोरो तिरेर करहरू लगाएको छ। त्यसमाथि पनि घरबेटीले भाडा 60,000 लिन्छ, 1 लाख रुपियाँ लिन्छ, तर त्यसमा सम्झौता पत्रमा 5,000 को गराइन्छ। त्यो पनि जो व्यवसाय गर्छ उसैले तिर्नुपर्ने नेपालको प्रावधान जुन बनाइएको छ, यसलाई नीतिगत रूपबाट हाम्रो संसद भवनबाट यो घरबेटी र घरबाल कर चाहिँ घरबेटीले नै तिर्ने व्यवस्था कहिले लागू हुन्छ। साथै घर बालमा बस्ने जो व्यक्तिहरू हुनुहुन्छ उहाँहरू बजार एरियामा म्याक्सिमम चपेटामा पर्नुभएको छ। यो कुरो उद्योग वाणिज्यसम्म उठाउँदा पनि कसैले चासो दिँदैन, सम्बन्धित निकायहरूमा उठाउँदा पनि झालटारी रहेको छ। हुन्छ, एउटा घरमा बसेको छ, पानीको बिल आउँछ जम्मा 200 देखि 1000 सम्मको बिल आउँछ, तर त्यहाँ घरबेटीले त्यहाँ भाडामा बस्ने व्यक्तिहरूलाई 1000 देखि तपाईँको 5000 सम्मको लिन्छ र त्यसमा मिटर त्यसमा चाहिँ बिजुलीको मिटरको चाहिँ तपाईँको 12 रुपियाँभन्दा बढी लिन नपाइनेछ। तर 12 रुपियाँको सट्टा होइन 15 रुपियाँदेखि 20 रुपियाँसम्म लिने हुन्छ। यो सम्बन्धित निकायले पहिले अनुमोदन हुन्छ र साथै समग्र कृषकहरूले व्यवसाय गर्छन् र श्रमजीवी श्रमिकहरूले श्रम गर्छन्, त्यस बाबत राज्यलाई कति ट्याक्स तिरेमा र तपाईँको निजामती कर्मचारीले 16 वर्षदेखि 20 वर्ष चाहिँ जागिर खाएर ट्याक्स तिरेमा चाहिँ उहाँहरूले पेन्सन पाउँछन् भने कृषक र व्यवसाय श्रमजीवीले कति वर्षसम्म व्यवसाय कर तिरेमा तिनीहरूलाई पनि पेन्सनको व्यवस्था गरिएमा वैदेशिक रोजगारतिर उन्मुख युवाहरू चाहिँ स्वदेशमै कार्य गर्नको लागि नीतिगत निर्णय राष्ट्रिय स्वतन्त्र पार्टीले कहिले दर्ता गर्छ संसदमा? तपाईँले याद भएको विषय सर 2/3 बहुमत ल्याएपछि मात्र दर्ता हुने हो। यसलाई चाहिँ सांसदज्यूबाट मैले विनम्रतापूर्वक रोक्न चाहे। तपाईँले उठाउनु भएको विषय अत्यन्तै गम्भीर छ, अत्यन्तै नीतिगत छ र यी सबैमा ध्यान आकर्षण भएकै छ। हामी संक्षिप्त जवाफपछि एकमुष्ट लिनेछौँ। अहिले अर्को प्रश्न लिन्छु। पछाडि त्यहाँ माइक पुऱ्याइदिनु होला। रातो क्याप लगाउनु भएको छ उहाँले। हेलो
उपस्थित सम्पूर्ण आदरणीयहरूमा मेरो नमस्कार। म टङ्कबहादुर थापा भरप्रसाद। मेरो प्रश्न छ क्यान्सर हस्पिटलका प्रतिनिधि सरलाई। यो क्यान्सर हस्पिटलमा सिटी ल्याब इसिजी जस्ता सामान्य टेस्ट पनि बाहिर पठाइने गरिएको छ। फर इक्जाम्पल एउटा बिरामी ओपिडीमा टेस्ट गर्न आयो, टिकट काट्यो, तर उसलाई बाहिर जान मोटिभेट गरिन्छ र बाहिर उसको टेस्टको लागि सिएमसी कलेज पठाइन्छ। सिएमसीको बस बिहान 8 बजेदेखि 9 बजेसम्म त्यहाँ बिरामी लिनलाई क्यान्सर गेटमा आइपुग्छ। यसको अन्त्य कहिलेबाट हुन्छ? नम्बर 1। नम्बर 2, एउटा बिरामी हिजो 8:30मा त्यसको देहावसान भयो, सब गृहमा राखियो, आज बिहान जाँदा गनाएको अवस्थामा थियो। यसको अन्त्य कहिले हुन्छ? हाम्रो त धेरै नेपाली छोराछोरीहरू विदेशमा रहन्छन्। त्यस हिसाबले 12 घण्टा पनि नगनाइकन राख्न नसक्ने खालको कस्तो खालको सबगृह हो? यसको सुधार कहिले हुन्छ? एउटा क्वेसन मात्रै। नम्बर 3, यही क्यान्सर सुधार सम्बन्धमा हामीले शुक्रबार त्यहाँको अध्यक्ष सरसँग बसेका थियौँ। उहाँले भन्नुभयो त्यहाँका एकजना लेखा अघि नभएको कारण आज 8 लाख रुपियाँ बराबरको घाटा बेहोर्दैछ हस्पिटलले भन्नुभयो। कारण प्रत्येक महिनाको बिल 40 लाख उठ्छ। एक हप्ताभित्र त्यो तिरेमा 20% छुट हुन्छ अरे। त्यो बिदा स्वीकृत नगरिकन लेखाले बिदा बस्दिनु भएकोले त्यो 8 लाख हस्पिटलले गुमाउनु पर्यो। यो घुमाउनु अथवा अस्पताललाई बन्द गर्ने नीतिगत भ्रष्टाचार हो भनेर बुझ्दछौँ। यसको अन्त्य कहिलेबाट हुन्छ? म यो प्रश्न क्यान्सर हस्पिटलका प्रतिनिधिहरूलाई धन्यवाद। हस्, उहाँले एकमुष्ट जवाफ दिनुहुनेछ। फेरि अर्को प्रश्न पनि लिन्छु। यो अन्तिम प्रश्न हो। हेलो, अन्तिम प्रश्न नम्बर 3 चितवन। पालै पालो बोलौँ। हामी दुईटै प्रश्न लिन्छौँ। तपाईँ दुवैजना बोलिन्छौँ। म कृष्णराजको भने हिजो हजुर प्रशासनिकको अन्त्यमा पर्दाखेरि म पनि जित परेको थिएँ। अन्तिममा हजुरले मलाई नै निकाल्नु भएको थियो। 48जना टिममध्ये म एकजना हो सर। हिजो बाघको आक्रान्त 4 दिन अगाडि मेरो घर देवनगर जङ्गलको छेउमा म बाघको छेउमा मोटरसाइकल चलाउन म बोल्छु। म मोटरसाइकल म ब्रेक लगाएँ। 15 मिटर अगाडि बाघ छ। म आँखा हेरेर बसेको छु। म पनि कुनै सर त्यो बाघबाट उम्किएर म आएर ओडा आउँदैछ, 6 नम्बरको ओडा आउँदैछ। म सर बाँचे आएँ। मैले जिल्ला सदस्य कुनै पार्टीको जिल्ला सदस्यले भने भाइ किन घर अगाडि म मरेको मान्छे बाँचे यहाँ भर्खरै म मरिरहेको हुन्थ्यो भने के गर्नु मलाई कृष्ण भन्न पाउँदैछ? के गर्नु मलाई कृष्ण भन्न पाउँदैछ? 80 वर्षको आमालाई चाहिँ गत फागुन 16 गते चाहिँ राज्य पक्षले के कारण दुर्व्यवहार गरे, के कारण लतार्यो, मलाई के कारण नजरबन्दी गरे, त्यसको त अब कानुन प्रक्रियामा म गइसकेको अवस्था छ। त्यही पनि म चाहिँ हाम्रो मेयरज्यू एउटा लेडिजको चाहिँ स्थानीय सरकार भएको अवस्थामा होइन 80 वर्षदेखि 80 वर्षको एउटा बुढी आमालाई कुनै पनि निकायले चाहिँ एउटा आवाज नसुन्दाखेरि जुन किसिमको चाहिँ कानुनबाट वञ्चित भयो होइन, त्यसको विषयमा चाहिँ म चाहिँ एकदमै जिम्मेवार नागरिक भएको कारणले, मलाई देशको माया भएको कारणले, मलाई प्रशासन सिडिओ हरेक निकायलाई चाहिँ म एकदम सम्मान गर्ने अवस्थामा चाहिँ उहाँहरूले चाहिँ त्यो विषयमा भित्र छिरेर कुनै पनि दलीय प्रभावमा नपरिकन हामी जस्तो आम नागरिकको हकमा चाहिँ उहाँहरूले सत्य तथ्य बुझेर चाहिँ अगाडि बढिदिनु हुन चाहिँ म हुन्छ। तपाईँको यो विषयमा पनि ध्यान आकर्षण भइसकेको छ। अनि तपाईँलाई समन्वय गर्नको निमित्त चाहे त्यो समन्वयकारी संस्था अथवा आधिकारिक व्यक्ति अथवा कार्यालय कुन हो त्योसम्म तपाईँलाई जोडिदिन, तपाईँ जान सक्नु भएन भने तपाईँलाई पुर्याइदिन, त्यहाँका मानिससँग तपाईँलाई सहयोग गरिदिन। कुनै कानुनी झमेला रहेछ भने तपाईँलाई कानुन व्यवसायी समेत व्यवस्था गरिदिन र अन्य विभिन्न व्यवस्था गरिदिनका लागि नै मैले सचिवालय सुरुवात गरेको छु। कृपया झर्को नमानिकन जसले यहाँ नआइज भन्नुभयो पनि मेरो जाने ठाउँ चाहिँ सचिवालय छ भनेर जे भए पनि चाहे त्यो मेरो क्षेत्रको चिज होस् नहोस् तपाईँको लागि मैले खुल्ला राखेको छु। हो, अहिले अलिकति हामी आक्रोशमा छौँ किनभने समस्या भोगेका छौँ। पछि त्यो आक्रोश घट्दै जान्छ होला। अर्थशास्त्र हामी व्यवसाय भनेको अलग अलग पाटो हो। हुन्छ यो सुनाइ कहीँ कतै यो सुनाइ कहीँ कतै पनि भएको छैन र यदि ती 4वटा संस्था छैनन् भने, यदि नभएका हुन् भने माननीय ज्यूबाट यसको निराकरण गरिदिनको निमित्त हामीले के भनेको जिल्ला प्रशासन कार्यालयमा
हामीलाई चाहिँ त्यही ड्रप गर्न लगाउँछ र जिल्ला कार्यालयबाट चाहिँ फेरि अर्को 30 रुपियाँ तिरेर चाहिँ त्यो मान्छेले अर्को 30 रुपियाँ तिरेर चाहिँ आउनु हुन्छ। तपाईँको प्रश्नको हामीले भर्खरै हामी सर एकैछिन है म हजुरलाई एकै मिनट रोक्ने समयको पाबन्दी राखिसक्यो भने यदि यो विषयलाई मैले अथवा हामीले एक सेकेन्ड सुन्नु होला है गम्भीरतापूर्वक नलिएको भए हाम्रै साथी माननीय हरि ढकाल यति सक्रिय रूपमा उहाँले प्रत्यक्ष गर्नुभयो तपाईँसँग लाग्नुभयो यो गम्भीर भएर नै उहाँ लाग्नुभयो पहिलो कुरा हामी गम्भीर छौँ। दोस्रो कुरा अघि भर्खर एकै मिनट सुन्नु अघि भर्खरै आइपुग्ने जुन विषय छ अहिले यो बाटो खराब भएका कारणले निर्माण नभएका कारणले भनियो एक सेकेन्ड अब जवाफ त मैले दिनु पर्ला सुन्नु पऱ्यो नि फेरि त्यो भनियो मलाई जसलाई तपाईँले जस्तै मैले होइन भने मैले के भने त्यसो हो भने त पैसा पनि त त्यही अनुसारले हुनु पर्ला घट्नु पर्ला कम हुनु पर्ला त्यस कारणले यो काम गरेर खाने मान्छेले अफोर्ड गर्न नसक्ने मान्छेले तिर्न नसक्ने अवस्था सिर्जना भयो भनेर यसलाई हिजो भर्खरै मैले यो विषय एउटा कुरा हाम्रा माननीय हरि ढकाल तपाईँहरूसँग आएर काम गर्नुभयो सुरुवात गर्नुभएको छ। दोस्रो कुरा विभिन्न निकायसँग यातायातसँग समन्वय गरेको छु। तेस्रो कुरा महानगरसँग समन्वय गरेको छु र चौथो कुरा अघि भर्खर मैले के भने अब यो समस्या हामीले लियौँ है तपाईँहरूसँगै अब हामी पनि साथमा छौँ यसलाई जसरी पनि समाधान गर्नको लागि हामी पनि लागि परेका छौँ भनेर मैले भर्खरै 10-15 मिनट अगाडि पनि प्रतिबद्धता व्यक्त गरेको छु र थप अब तपाईँलाई अझ सन्तुष्ट पार्न जिल्ला प्रशासन कार्यालयले यसमा के गर्छ म सानो पनि फेरि राख्छु। अहिले भर्खर हजुरले के भने बाटोको कारण र भिडभाडको कारण सुन्नुहोस् न मैले होइन कि मलाई जवाब त्यस्तो आयो तर मैले मानिनँ भनेको मैले बुझ्नु पर्यो नि त हजुर बुझ्नु पर्यो नि एउटा गाडीले हामी 40 जना लिएर आउँछौँ त्यो जिल्ला प्रशासन कार्यालयमा ड्रप गर्छौँ 40 जना मान्छे त्यहाँबाट अलपत्र भएर बाहिर आउँदाखेरि म्याजिक कतिवटा चाहियो एउटा गाडीको सिट भनेको कति 7वटा हो कतिवटा गाडी चाहियो 7वटा गाडी चाहियो 7वटा गाडी बराबरको भिड र एउटा गाडी बराबरको भिड चाहिँ त्यो भिड हो या त्यहाँ एउटा चाहिँ षड्यन्त्र हो। महानगरपालिकाले यसको कुनै गर्न चाहँदैन कुनै पनि अवस्थामा कुरा गर्न चाहँदैन। यसको बारेमा हामी पूर्व सेक्टरको चाहिँ यातायात व्यवसायीदेखि जनता हामी चाहिँ आन्दोलनमा चाहिँ आउनु पर्ने परिस्थिति पनि चाहिँ बनाएको छ महानगरपालिकाले र जिल्ला प्रशासन कार्यालय सिडिओ साहबले कति पनि चाहिँ यो सुन्ने काम गर्नुभएको छैन। उहाँको 3टा नगरपालिकाले लेखेर पठाएको छैन यी गाडीहरूलाई तल जान हाम्रा प्यासेन्जरहरू अथवा हाम्रा चाहिँ जनताहरू तल जान पाउनुपर्छ भनेर चाहिँ भन्दाखेरि पनि त्यहाँ चाहिँ नपाइरहेको अवस्था छ। यसमा हरि ढकालज्यू अब माननीय हरि ढकालज्यू के भने गएर हामीले चाहिँ जुन किसिमको वार्ता गऱ्यौँ वार्ता गरेर आइसकेपछि अहिले फेरि 10 दिन स्टप भएको कारणले गर्दाखेरि फेरि चाहिँ तपाईँ बाहिर जानुहोस् हामी कुरा गर्छौँ भनेर भन्दाखेरि कहाँ त्यहाँ चाहिँ फेरि चाहिँ अर्को चाहिँ गाटो बन्यो कि भन्ने चाहिँ आशंका हामीमा छ। मैले बुझेँ तर अहिले तपाईँले मलाई यो नभन्नु भएको भए पनि यसको गम्भीरता मैले बुझेकै थिएँ तर धन्यवाद यो पीडालाई तपाईँले जुन भोगेको छ त्यो भोगाइलाई त्यही ढङ्गले तपाईँले भन्नुभयो धन्यवाद। यसलाई एकपल्ट फेरि म चाहिँ जिल्ला प्रशासन कार्यालयले रेस्पोन्स गरिस् अत्यन्त अघि दिएको जवाफबाट फेरि उहाँ सन्तुष्ट भन्नुभएको छैन भन्ने हिसाबले र यो समस्यालाई कसरी तपाईँले विशेष गरेर जिल्ला प्रशासनले कसरी हेर्छ यसलाई अलिकति टाइमलाइन राख्न सक्नुहुन्छ भने टाइमलाइन राखेर जवाफ दिनु मैले अनुरोध गरेँ र म साथमा छु यसमा है तपाईँहरूसँगै जहाँ उभिनुपर्छ त्यहाँ हुन्छु म। यो विषयमा जिल्ला प्रशासन कार्यालय एकदमै गम्भीर छ र यो विषयमा हामीले श्री साहबलाई योभन्दा अगाडिको कार्यक्रममा पनि सर थाहा भएको थियो सम्भवतः पहिला श्री साहबले के गर्न निर्णय दिनै खोल्नु भएको थियो सर भन्ने मैले अहिले आउनु भएको श्री साहबलाई हामी सबै यो गरेका छौँ। यसलाई विभिन्न सरकारहरूलाई समन्वय गरेर छिट्टै निकास दिनुहुन्छ सम्भवतः आजै उहाँले अब गएर भनेपछि उहाँले छिट्टै भनेको कुनै समय अवधि कुनै टाइमलाइन भन्न सक्नुहुन्छ तपाईँ यतिभित्र चाहिँ समाधान हुन्छ यो समस्या भने सम्भवतः मैले आज भनेपछि उहाँलाई गएर भनेपछि उहाँले दिनुहुन्छ छुट्याएर हुन्छ म यो कामना गर्छु तपाईँले छिट्टै भनेको छिट्टै आओस् र छिट्टै यो समस्या समाधान होस्। यो आज अहिलेसम्म उठेको मध्ये सबै गम्भीर छन् त्यो अत्यन्त गम्भीर हो यसकारण यसलाई यो नसोच्नु होला कि हामीले भनियौँ गयौँ भनेर एउटा कुरा